सबैजना गाईलाई नमस्कार। युट्युब च्यानललाई सेयर लाइक कमेन्ट सब्सक्राइब गरेर हामी त्यो जोडिन्छ नै बिसिन लाने गरेको छु। साथीहरु आजको भट्टा ठटाको मास ठटाको हालेको छु आजको भिडियोमा। साथीहरु हजुरले हेरेर सेयर लाइक कमेन्ट सब्सक्राइब गर्न नै बिसिनलाई। साथीहरु अब युट्युब च्यानलको नाम TSNDIP THK हल्टाकाल छ। अब यो च्यानलमा आउँछ मेरो भट्टा ठटाको कामहरु आउँछ। साथीहरु यो सर्टमा आज कामरेको भट्टा ठटाको आउँछ मास ठटाको भिडियोमा गयो। अब भट्टा ठटाको अब यो सर्टमा आउँछ है साथीहरु। अब मैले अब यस्तो भएन यस्तो हुन्छ भनेको हैन मैले बुवा है। अब सायद अब अर्नी थियो होला। अब आफूले अब हामी सकिएन हैन यस्तै भयो। गाईहरुलाई घरे राखेर भएन, हामीलाई अरु केही छैन। खेतीलाई बाँझरलाई भयो। अब हामीले के खाएर बाँच्नु? अब रोग लाग्यो छैन, आमालाई रोग लाग्यो। आमाले सौन्जेर गरे थिए, आमाले सकिन। मैले पनि नसक्ने भएँ। खुट्टा दुख्छ, घुँडा दुख्छ। छोरा लोकल हिँड्न हुँदैन, भात खान बस्दाखेरि आया आउन पर्छ। यस्तो भयो क्या नि। त्यही भयो कुरो हो नि त। ल कोही खेताला खोज्न पर्यो थिएन, दिनदिनै अब ल्याइदियो थियो। ल्याइए थियो हैन? अहिले गाईहरु पनि बाहिर भए। आजको कुरो यस्तो यो काम छ। अब मैले पहिला सक्न छोडेँ। सकिन। अब क्या नि यस्तो रोग लाग्यो भनेर खान्ती मिलिन्छ। अब लान भने पनि कहाँबाट सकिएन। त्यही हो भयो। काम नसकिएन अब क्यार्नु। क्या नि तैँले पनि सक्दैन। तैँ जस्तो कमजोरी भए अब क्या कर्मको फल त्यस्तो। ल यी भट्टा ठटाउँदै हुनुहुन्छ है बुवाले। घरै ल्याप्पैभरि पारिदियो भनेपछि घरै यहाँ राखेर खान्छ नि। अस्ति त त्यो संसारका आँडा कुटुक्क खान्छ नि भट्टा। कटाकुटु सबै या सुँगुर खान्छ भट्टा। डङ्गुर खाइदिएछ है। मास कति आयो त? आमाले बनाउँदैछ खान्छ अहिले भनेर हुँदैन। ल बुवाले सर्र भट्टा ठटाउँदै हुनुहुन्छ। अब यही विषयमा के हुनुहुन्छ हजुर? के भन्नु, आजै भट्टा यतिको घाम लाए। हिजो अस्ति झरी थियो। यी भट्टा कुहिएछन्, मास कुहिएछन्। धान त्यस्तै छ उहाँ खेतमा। अब क्या भिजे कुनियो फोरेको त्यस्तै छ। कुनियो भिजो खेतलो पाइँदैन, आफूले सकिएन। यस्तै भयो कान्छ। अब क्या नि नमस्कार बुवा। है भट्टा ठटाउन लानुभयो? बाँदरलाई त रचनासै पाऱ्यो होइन? अलिकति भट्टा हुन्थ्यो होइन? बाँदरले खायो क्यान हुन्छ त खै। अब हाम्रो खान सकिएन। लखेट नानी खेतमा जान भ्याइएन दिनदिनै। पत्थेर आएर खान्छ पत्थेर जहाँ जाने लखेटको त्यति हो कुरो। घरै त खाऊ घरै त खा अब